अब हामी चामेबाट निस्क्यौँ होइन। चामेबाट हामी कहाँसम्म पुग्छौँ गोविन्द ब्रो? खोइ यता देखिन कता हो यता हुन्छ। अब गाडीमा देखिन गाह्रो छ होइन। खानसारको बाटो जाँदैछौँ तर बाटो पनि ठ्याक्क हामीले हेर्न सक्छौँ राम्रोसँगले। यो चाहिँ पुरै मस्तसँगले यहाँ चौरी गाईहरू सबै देख्छौँ हामीले होइन। हिमाल मजाले यस्तो लागिरहेछ। हाम्रो प्रेम भाइ छ। प्रेम भाइ रमाइलो भइरहेछ यात्रा होइन? रमाइलो छ हाम्रो यात्रा। गाडीले पनि साथ दिइरहेछ हाम्रो बेजा गाडीले। यो हामीले अगाडि हेरौँ यो सबै यस्तो छ। हामी ती हिसाबले आएको छौँ गाडीमा होइन। हेलो 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 हामी मनाङ ट्राभल गर्दैछौँ एकदम मनोरञ्जनका साथ। मिस गर्दैछौँ सबैलाई। यहाँ हामीले सबै कुरा व्यवस्थित टोपी पनि मनाङमा लाउने जस्तो हिउँमा खेल्ने जस्तो टोपी पनि बोकेछौँ होइन मनाङको टोपी टक्कसँगले। अब यहाँबाट जोस् हिउँ चाहिँ हामीले राम्रैसँग महसुस गर्छौँ। अनि बिचमा हामी अब फेरि भिडियोमा अपडेट पनि हुन्छौँ होइन। अब यहाँ एउटा हामी स्याउ फार्म घुम्छौँ होइन त बिचमा। ग्रिन लेक पनि घुम्छौँ अनि ब्लू लेक अनि अर्को तिनवटा जम्मा यहाँको लेक चाहिँ तिनवटा छ। त्यो तिनवटा हामी सकेसम्म हामी आजै गर्छौँ। नेक्स्ट भिडियो फेरि अपलोड गर्दै जानेछु मैले होइन। हजुरहरू एकदम भिडियोको वेटमा बस्नु होला। नेक्स्ट पार्टहरू आइरहेको छ।